गर्नुभयो तपाईँ यहाँ मेरो त यी आँखाबाट आँसु आउँछ कस्तो टेन्सन फेरि टोल बनाइन्छ कि आँसु झर्ने यस्तो हो होइन यस्तो हो फेरि टोल बनाइन्छ कि कस्तो बाटो छ कि सबै रुन थाल्यो के भन्ने क्यामेरा नखिच्दै हुन्छ नि त त्यो बेलामा त्यस बेला क्यामेरा नखिच्दै पनि त्यस्तै छ माहौल सबै ठाउँमा अब एकछिन बस सुनौँ तिम्रो कुरा भेटौँ तिमीलाई राम्ररी चिनौँ भनेर भन्नुहुन्छ त्यसमा अब मैले नाइ म त अर्को ठाउँमा जानुपर्छ भनेर भाग्नु मिल्दैन फेरि नेता भाग्यो भनेर फेरि अर्को भिडियो आउँला होइन त्यही भएको हिसाबले मैले सकेसम्म मैले समय दिनु खोजिरहेको छु सबै ठाउँमा चाहिँ अब अहिलेको परिस्थिति अलिकति भिन्दै छ हजुरहरूलाई हामीले देश परिवर्तन गर्ने चाहने युवाहरूले शैली पनि परिवर्तन गर्न जरुरत छ र हजुरहरूले सोचाइमा राख्ने जुन चाहिँ भनाइ राख्नु भयो त्यो थोरै अलिकति भनाइ चेन्ज गर्नुपर्ने छ कि परिवर्तन गर्नुपर्ने छ देश चाहिँ परिवर्तन चाहियो तर शैली चाहिँ पुरानो अप्नाएर देश त परिवर्तन हुँदैन नयाँ त परिवर्तन हुँदैन होइन त्यही भएको हिसाबले म हजुरलाई चाहिँ के भन्छु भन्दा पुरानो शैलीमा जसरी आएर नेताले यो पुल चाहिँ म 100% बनाइदिन्छु म तपाईँलाई भोट देऊ भनेर तपाईँले तुरन्तै भोट दिनुहुन्छ मलाई तर म त्यो भन्नेवाला छुइनँ है म तपाईँलाई किन त्यो भन्नेवाला छुइनँ भने तपाईँले मलाई जिम्मेवारी दिएर पठाइसकेपछि त्यो मेरो जिम्मेवारी हुन्छ मैले माथि पनि त्यही भनेको छु यो पुल कहाँ बनेन कुन ठाउँमा बनाएको छैन मेरो गाउँ ठाउँको रोडहरू तपाईँको बाटो घाटोहरू कहाँ समस्या छ भन्दा नेताले खोज्दै जाने हो कि तपाईँले भन्दै हिँड्ने होइन क्या त्यो समय गइसक्यो त त्यो जमाना गइसक्यो त तपाईँले हामी जस्तो युवाहरूलाई पनि अब मेरो पुल बनाइदेऊ भनेर यो अवस्था आयो भने त देश परिवर्तन कसरी भयो त यत्रो युद्ध किन लड्यौँ त यत्रो परिवर्तनको लागि किन त्याग गर्यौँ त बाटोमा किन कुद्यौँ त हामी त अझै पनि त्यो पुरानो शैलीमा हामीले काम गर्नुपर्ने अब त्यो परिस्थिति गइसक्यो त्यो पुरानो शैलीमा हामी हिँड्दैनौँ हामी त्यो बाटो जुन चाहिँ हाम्रो पुराना नेताहरूले कोरेको बाटोमा अब हामी हाम्रो पाइला सार्दैनौँ हामी नयाँ बाटो अप्नाउँछौँ र नयाँ नेपाल र हाम्रो आउनेवाला भविष्य हामी आफै सुनिश्चित गर्छौँ त्यसको लागि हाम्रो शैली परिवर्तन हुन्छ अब शैली परिवर्तन भनेको मैले हजुरलाई भनिहालेँ यो पुल बनाइदिनु मलाई भोट दिनु भनेर भन्ने जुन चाहिँ शैली छ नि होइन यो चाहिँ हुँदैन अब त्यो लाजे मर्दो कुरा हुन्छ किनभने मलाई थाहा छ धेरै ठाउँबाट मैले बार बार भनेको छु यो कुराहरू चाहिँ म आँगनमा बसेर तिमीलाई भोट हालिदिन्छु बाबु मलाई यो बाटो बनाइदियो भनेर मैले भने हजुर म सक्दिनँ म त्यसरी तपाईँलाई झुटो आश्वासन दिन सक्दिनँ अहिले तपाईँले मलाई भोट दिनु होला म एउटा इज्जतिलो मान्छे हो इज्जतका साथ बाँच्नुपर्छ अनि तपाईँहरूको म त इज्जत हुन्छ जे जस्तो भए पनि होइन गोर्खाको एउटा तपाईँको मेरो मैले तपाईँले भोट दिइसकेपछि मैले जिताएर पठाएको मान्छे हो भनेर तपाईँले भन्नु नि मौका नि पाउनु पर्ने सानसँग भन्नु पाउनु पर्यो नि त होइन त्यो इज्जत तपाईँले ध्यान दिनु पर्यो होइन ए हामीले पठाएको नेताले चाहिँ यस्तो गरेछ उस्तो गरेछ कति लाज हुन्छ तपाईँहरूलाई पनि होइन हाम्रो क्षेत्र नम्बर 1 को उम्मेद्वार जिताएर त पठायौँ लास्टमा गएर यस्तो गरिदियो कति लाज हुन्छ तपाईँको भोटको लाज हो नि त तपाईँहरूको त्यागको लाज हो त्यहाँ भोटसम्म त्यो बुथसम्म जाँदाखेरि तपाईँ कति दुःख गरेर जानुहुन्छ बा आमाहरू लौरो टेक्दै जानुहुन्छ लास्टमा गएर त्यो इज्जत मैले जोगाउनु पर्दैन र त्यो त इज्जत मैले ठान्नु पर्यो नि तपाईँहरूको सान त बन्नु पर्यो नि होइन त्यो सानको लागि भए पनि यो कामले देखाउने यो पुलहरू भनेको तपाईँको मेरो जिम्मेवारी हो तपाईँले जिम्मेवारी दिइसक्यो तपाईँले भन्ने होइन कि यो पुल मेरो बनाइदियो अनि बाबु म तिमीलाई भोट दिन्छु भनेर भन्ने होइन क्या त्यो मैले जिम्मेवारी वहन गरेर म हरेक ठाउँमा गाउँ ठाउँमा कुदेर हेरेर आफ्नो गाउँ ठाउँको समस्याहरू लिएर सदनसभा पुग्ने हो त्यो हो अहिले नयाँ नेतृत्वले खोजेको हामीले चाहेको त्यो यो तरिकाले हुँदैन है र अहिले हामीले जति पनि कामहरू गरिरहेका छौँ कति कुराहरू हजुरलाई अहिले मैले भन्न सक्दिनँ भन्दा नि भन्दिनँ जब त्यो रिजल्ट आउँछ त्यो रिजल्ट आइसकेपछि हजुरले आफै देख्नुहुन्छ कि आफै बुझ्नुहुन्छ ए ल है यो बाबुले गरेको रहेछ भनेर भन्नुहुन्छ किनभने अहिले मैले तपाईँलाई भन्दै गर्दाखेरि त्यो मैले आफ्नो कर्तव्य निभाएको होइन जिम्मेवारी हो नि त त्यो त होइन अहिले तपाईँको चुनावभन्दा अगाडि त एउटा जिम्मेवारी ठाउँमा थियो सबैजनाले आशा गरिराख्नु भएको थियो कति कामहरू गर्यो तर त्यसको आधारमा मैले भोट माग्ने त होइन नि त मैले यो काम गरेँ त्यो काम गरेँ मलाई भोट देऊ मैले समाज सेवा गरेँ मैले भोट देऊ भन्ने त होइन नि त त्यसको लागि त गरेको होइन नि त त्यो त हरेक एउटा जिम्मेवारी मान्छेले जिम्मेवारी वहन गरेर उसले जिम्मेवारी निभाएको हो नि होइन त्यतिको तपाईँको सचेत भइदिएको हाम्रो नेताहरू अहिले मेरो विचारमा तपाईँले आएर मलाई यो पुल बनाइदियो बाबु नत्र म तिमीलाई के भन्छ लौरा हानेर खेलाउँछु भन्ने अवस्था आउँदैन थियो क्या आउँदैन थियो क्या त्यही भएर हाम्रो त्यो शैलीमा हामी युवाहरूलाई चाहिँ हामीलाई के चाहन्छौँ भन्दाखेरि यो देशमा बस्न चाहन्छौँ तपाईँ आमा बुवाहरूले चाहिँ हामीलाई यो देशमा बस्ने वातावरण दिनु पर्यो हामीलाई पनि छोडेर जानु मन छैन तपाईँहरूलाई
हामीलाई पनि विदेशमा गएर त्यो तातो घाममा त्यो बेल्चा हान्नु छैन, कति ठाउँमा गएर सेक्युरिटी गर्नु छैन, हामीलाई नि इज्जत साथ बाँच्नु छ। गोर्खालीको छोरा भनेर भन्यो गएर हामी सेक्युरिटी गार्ड गरेर बस्नुपर्ने त्यो परिस्थिति कसले ल्यायो त? तपाईँहरूको मतले पनि होइन र, मेरो आमा बुवाको मतले होइन र। सही नेतृत्वलाई हामीले त्यतिखेर छानेर पठाएको भए हामी जस्तो युवाहरू विदेशिनु पर्थ्यो र। अनि अहिले आएर तपाईँको त्यही रेमिटेन्सको आधारमा हाम्रो देश चलिरहेछ। अनि लास्टमा गएर त्यो रेमिटेन्सको आधारमा देश चलिरहेको अवस्थामा ल है विदेशबाट भोट हाल्न पाउनुपर्छ भनेर हामी युवाहरूले आवाज उठाउँदाखेरि पुरानो दलहरूले विदेशबाट भोट हाल्न पायो भने हामी चुनाव जान्न भन्ने, यतिसम्म गैर जिम्मेवारी कुरा गर्ने, यस्तो पनि गरेर देश बन्छ र? पुरानो शैलीमा नयाँ नेपाल यसरी बन्छ र? यसको लागि यसको विरुद्ध लडेको हामी सबैजना युवाहरूले। त्यही भएर मेरो त अब सबैजना अग्रजै हुनुहुन्छ, एक दुईजना मेरो दाजुभाइहरू देखिरहेको छु। म त हजुरलाई के भन्छु भन्दाखेरि एउटा छोरा नातिको नाताले हामीलाई यो देशमा बस्नु दिनुहोस्, तपाईँहरूले हामीलाई यो देशमा गर्न दिनुहोस्, तपाईँहरूले हामीलाई आशीर्वाद दिनुहोस्। कति ठाउँमा हामी गलत गर्छौँ भने हामीलाई सिकाइदिनुहोस्, बुझाइदिनुहोस् होइन। हाम्रो तरिकाले पनि हाम्रो नयाँ हामीलाई पनि आउँछ नि त नयाँ नयाँ कुराहरू। कति कुरा त हामीलाई जोस जाँगर छ, कति कुरा हामीले प्रविधिहरू बुझेछौँ, त्यो हामी तपाईँहरूलाई सिकाउँछौँ। यसरी गरेर आदान प्रदान गरेर हाम्रो देश बनाउने होइन र होइन। कुन जमाना छ र? त्यो जमाना गइसक्यो त। हजुरले भाषण सुन्ने त सुन्न भइसक्यो त। मेरो बाजेहरू यहाँ सबैजना भने कतिचोटि चुनावमा जानुभयो, त्योभन्दा अगाडि कति भाषण सुन्नु भयो, कति आश्वासन, कति सपना, यो हुन्छ त्यो हुन्छ, ओल्लो डाँडो पल्लो डाँडो, यस्तो गर्छु उस्तो गर्छु, मलाई भोट देऊ, लास्टमा गएर घरै फर्केर आउँदैन, 5 वर्षसम्म नाकमुख आँखा देख्नु हुँदैन। अहिले त्यही भन्नुभएको हो तपाईँहरूले होइन। त्यसको विरुद्ध लडेको हो नि त हामीहरू, आमाहरू बुवाहरू दाईहरू। अनि अहिले आएर त्यही नेताको शैलीमा हामी नयाँ युगले गरेर नयाँ युवाहरूले त्यही गर्यो भने त हाम्रो यो आन्दोलनको अपमान हुनेछ, हामीले सोचेको हाम्रो सपनाको अपमान हुनेछ र त्यो अपमान हुन हामी दिँदैनौँ होइन। त्यसको लागि हामी सही ठाउँमा, तपाईँले सही ठाउँमा निर्देशन दिएको अनुसारमा हामी सही बाटोमा हामी हिँड्छौँ होइन। आफ्नो बाटो आफूले कुर्छौँ है। त्यही भएको हिसाबले म हजुरलाई के भन्न चाहे भन्दाखेरि चाहिँ मेरी आमा, मेरी बा, मेरो दाजु, मेरो भाइहरू होइन, हामीलाई यो आफ्नो देशमा गर्नु दिनुहोस् तपाईँहरूले, हाम्रो देशमा बस्नु दिनुहोस् तपाईँहरूले। त्यसको लागि सही ठाउँमा मलाई भोट दिनुहोस्। र म हजुरलाई यति भन्न सक्छु कि शानसँग तपाईँले जब मलाई सदनमा देख्नुहुन्छ, मैले बार बार भन्ने छु, सबै ठाउँमा म यही नै भन्छु, किनभने यही नै मेरो प्रतिबद्धता हो। तपाईँलाई शानसँग भन्छु कि तपाईँले जुन दिन तपाईँले मलाई सदनमा देख्नुहुन्छ नि, त्यो दिन तपाईँले भन्नुहुन्छ कि यो भाइलाई मैले भोट दिएको थिएँ, शानसँग गर्वसँग भन्नुहुन्छ, छाती फुल्लाएर भन्नुहुन्छ तपाईँहरूले। यो छोरालाई मैले भोट दिएको थिएँ अनि यसले हाम्रो इज्जत जोगायो, इज्जत बचायो, शिर ठाडो पारेर भन्नुहुन्छ तपाईँले होइन। मेरो छोरा, त्यो मेरो भाइ, मेरो दाइले गलत काम गरेन, उसले गलत कामको विरुद्ध उठ्यो, ऊ लड्यो, ऊ झुकेन भनेर भन्नुहुन्छ। किनभने यो नेपालीको शिर साँच्चीकै झुक्दैन क्या। त्यत्रो पार्टीको दलको अगाडि झुकेन। अहिले यो व्यथित र विसङ्गतिको विरुद्धमा लड्नलाई म यो सदनमा जान्छु भन्दाखेरि म झुक्छु होला त? तपाईँको इज्जत हो, म कसरी झुक्छु? झुक्ने चान्सै छैन। र यो व्यथिति विसङ्गति तपाईँको सिस्टममा बसालिम भने, थिति बसालिम भने हजुरले भन्नु पर्दैन आमा यो पुल बनाइदियो भनेर। त्यो पुल आफै बन्छ। हरेक देशको हरेक कुनामा तपाईँको यो पुलहरू आफै बन्छ। सिस्टमले बिगारेको। जुनै नेता आए पनि तपाईँको त्यो सिस्टम छैन, लास्टमा गएर पुल बनेन। कति ठाउँमा छ पुल नबनेको, कति ठाउँमा छ हाम्रो दुःखहरू, हामी नेपालीहरूको दुःखहरू। धेरैजना सुन्नुभएको है यस्तो खालको भाषण त अब कमैले सुन्नुभयो होला। म त एउटा युवा हो होइन, आफ्नो आक्रोश पोखेको हो। हामीहरूलाई भोगेको कुराहरू मैले तपाईँलाई भनेको हो। म यहाँ भाषण गर्न आएको होइन, चित्त दुखाउन आएको हो होइन। आफूले भोगेको कुरा तपाईँहरू माझबाट आएको म एउटा व्यक्ति हो। त्यही भएर मैले जे भोगेँ म तपाईँलाई त्यही बोलेँ होइन। मलाई तपाईँको भाषण दिनु छैन यहाँ। मैले मेरो मनको कुरा मात्र बोलेको हो तपाईँहरूलाई भनेको। मैले यहाँ तपाईँलाई नसोच्ने कि यहाँ सुदन गुरुङले भाषण गरिरहेको मैले मेरो मनको कुरा जे मेरो साँच्चीकै हो। म तपाईँले देख्नुहुन्छ कति ठाउँमा म गलत गरेर गलत बोलिदिरहेको हुन्छु कि। किन भन्दाखेरि म त्यो पृष्ठभूमिबाट आएको होइन हजुर, जहाँ राजनीतिले यस्तो खालको विकास दिन्छ, जहाँ कि तपाईँको अस्पताल छ, तपाईँको बिरामी छैन, जहाँ कि स्कुल छ, विद्यार्थी छैन, जहाँ कि सडक छ, मान्छे छैन। यस्तो राजनीतिको हुन्छ नि, यस्तो परिवेशबाट यस्तो पृष्ठभूमिबाट आएको मान्छे होइन। म एउटा दुःख पाएको मान्छे हो। तपाईँ माझबाट मेरो आमाले दुःख पाएको, आमाको दुःख हेरेको मान्छे हो, बुवाको दुःख हेरेको मान्छे हो। हरेक गाउँ टोलमा हिँड्दाखेरि त्यहाँ दुःख देखेको मान्छे हो। त्यो दुःखलाई आफूले अलिकति मलम लाउन सकिन्छ भने 2 पैसा कमाएको पैसा बाँडेर आएको मान्छे हो। त्यही भएर हामी कसैले दुःख नपाओस्, कसैले यो दुःख भोग्नु नपरोस् भनेर अहिले म आफ्नै क्षेत्रमा आएर अनि यो दुःखलाई अलिकति भए पनि मलम ल्याउन आएको हो म चाहिँ है। म त्यही भएर तपाईँ ठुल्ठुलो सपना देखाउनु, तर त्यो मेरो आफ्नो जिम्मेवारी वहन गर्नलाई, मेरो कर्तव्य निभाउनको लागि म कुद्छु। हेर्नुहोस्, म नसुती कुद्छु। हजुरहरूले मलाई देख्नुभयो होला त्यो जेएनजी आन्दोलनमा पनि 7 दिनसम्म म सुतिनँ। कति रुएँ, कति कराएँ अनि आफ्नो देशको लागि गरेर मलाई बना भनेर मैले कराएर
मैले कहिले भनेर मलाई मन्त्री बनायो भनेर कहिले देख्नुभयो रुएको म कराएको देख्नुभयो देशलाई यस्तो भइरहेछ देशको परिस्थिति यस्तो छ भनेर मेरो भाइ बहिनीलाई गोली हान्यो भनेर म रुएको थिएँ होइन आफ्ना दाजुभाइसँगै हिँडेको मित्रहरूलाई गोली हानेको देखेर म रुएको थिएँ आफ्नो तपाईँको नेपाल आमा रुइरहेको टाइममा आफ्नो छोरा रुँदैन होला त रुइहाल्छ नि त्यस्तै गरेर रुन्छ त्यो तपाईँले मलाई देख्नुभयो त्यतिखेर आँखा भरि आँसु बनाएर हजुर डाको छाडी डुएर मैले बोलेको थिएँ होइन त्यसै गरेर हुन्छ आफ्नो नेपाल आमा रुयो भने हो त्यो आँसु पुस्न आएको अब तपाईँको छोरा है तपाईँको भाइ भतिजा त्यो आँसु पुस्न आएको मेरी आमाहरूको त्यहाँ कतिजनाको तपाईँको बच्चाहरू गुमेको छन् उनीहरूको आँसु पुस्न आएको बुझ्दैनन् कतिजनाले मलाई थाहा छ उनीहरूले भन्छ एजेन्टले यहाँ किन उनीहरूलाई बानी छैन उनीहरूलाई के बानी छ भन्दाखेरि भ्रष्टाचारीहरू देख्ने बानी छ उनीहरूलाई तपाईँको नदी नालाहरू देख्ने बानी छ महाकाली सन्धि विभिन्न सन्धिहरू गर्ने बानी छ उनीहरूलाई सबै देशै बेचेर खाने उनीहरूलाई बानी छ त्यस्तो खालको बानी परिरहेको टाइममा म जस्तो एउटा युवा आएर उभिँदाखेरि उनीहरूको सत्ता ढलाउँदाखेरि कहाँ पच्य हुन्छ त हजुर उनीहरूलाई पच्दैन त उनीहरूलाई त उनीहरूलाई दुःख लाग्ने नै भयो नि चित्त दुख्ने नै भयो नि उनीहरूलाई त अनि उनीहरूले मलाई एजेन्ट नलाएर के लाग्छ त उनीहरूलाई होइन यस्तो खालको देशलाई माया गर्ने मान्छे पनि देशमा हुन्छ र भनेर उनीहरूलाई विश्वास नलागेको उनीहरूलाई त्यही भएर यो मान्छे विदेशीको भनेर भनेको उनीहरूलाई विश्वासै छैन कि नेपालमा पनि यस्तो नेपाल आमाको छोराहरू पनि छन् है युवाहरू पनि छन् है भनेर उनीहरूलाई विश्वासै छैन है ल हुन्छ म धेरै बोलिनँ हजुरहरूलाई धेरै भावुक बनाए जस्तो लाग्यो है एउटा छोरा भाइ भतिजाको एउटा हामी युवाहरूको दुःख नै यस्तै छ क्या हामीले आफ्नो आँखा अगाडि देश बनेको हेर्न चाहन्छौँ हामी सबैजना युवाहरू होइन यस्तो दुःखहरू कसैलाई नहोस् होइन बाजेहरू तपाईँको उतापट्टि भत्ता लिनु जानुहुन्छ अरे भत्ता लिनुलाई बाटो पनि छैन अनि लास्टमा गएर ब्याङ्कमा गएर भत्ता लिनुपर्छ भने यति सजिलो छ होइन कतिजना अब अशक्त बाहरूलाई वृद्ध भत्ता लिनलाई घरमा ल्याएर दिनलाई कुन ठुलो कुरा हो र त्यति पनि गर्न सकिँदैन र धेरै ठुलो मागेको छौँ र हामीले तपाईँको हाम्रो सरकारसँग पहिलाको सरकारहरूसँग धेरै ठुलो मागेको हो र यो कुराहरू बाटो बनाइदियो भनेको धेरै ठुलो मागेको ए बाबा पानी दिए भने धेरै ठुलो कुरा हो अनि देश विकासको भाषणहरू हामीले सुन्नुपर्ने गयो त्यो दिन जमाना गयो अब त्यस्तो देश विकासको भाषण हामी सुन्दैनौँ अब देश विकास गरेर हामी देखाउँछौँ आफ्नै आँखा अगाडि हामी हेर्छौँ र हाम्रो सन्ततिले हामीले के भन्छ हेर तेरो बाहरूले बनाएको देश ल अब आएन मजा तँलाई हो हाम्रै देशमा अहिले बन्यो न हेर यो बाटो तैँले हिँडिरहेको बाटो हामी युवाहरूले बनायौँ हाम्रो आमा बुवाले बाजेहरूले दिएको आशीर्वाद लिएर साथले बनायौँ हामीले भन्नु पाउँ त्यो सान त्यो इज्जत फर्केर आउन आफ्नो गाउँमा पनि आउँदाखेरि यस्तै गरी स्वागत र माया गरेर बाबु के छ ठिक छ खाना खायो भनेर सुन्नु पाउँ न बाबु तिमीले पहिला नै गरेको बाटो पुरा गरेर तिमीले लट्टी हानेर खेदाउँछौ सुन्नु नपरोस् हामीले त्यस्तो खालको नेताहरू परेनौँ हामी समाजमा बसेको मान्छे समाजबाट हुर्केको मान्छे हो समाजले सिकाएर उठेको मान्छेहरू ढल्दाखेरि कतिचोटि ढलाउँदाखेरि हामी आफ्नो खुट्टामा उभिएको मान्छे हो गोली हान्नु खोज्यो मार्नु खोज्यो जेसुकै गर्नु खोज्यो तर निडर भएर ल हाने हान मारे मार तर देश चाहिँ छोड्दिन हजुर भनेर उभिएको मान्छे तपाईँहरूको इज्जत हो त्यही भएर यो इज्जत तपाईँहरूको म फाल्दिनँ यति तपाईँले ढुक्क भयो हुन्छ होइन यो काम सानोतिनो कामहरू यिनीहरू कामहरूको लागि म कुद्छु कति कुरा म असफल हुनु सक्ला तर म हजुरलाई आएर भन्छु मैले सकिनँ हजुर म हजुरलाई मुखैमा आएर भन्छु जुन कुरा मैले सक्दिनँ म भन्छु त किन नभन्ने होइन तपाईँलाई आमा मैले सकिनँ बा मैले सकिनँ हजुरले अलिक सहयोग गरिदिनु परेन म भन्दिनँ होला त होइन म त तपाईँको छोरा चेला भतिजा जस्तो हो नि त नेता जस्तो लिनु भने तपाईँले मेरो दूरी भन्छ तर तपाईँले मलाई छोरा चेला भाइ भतिजा नाति जस्तो लिनुभयो भने बाबु यस्तो यस्तो भयो तिमी गरिदेऊ ल भनेर मेरो कर्तव्य हो त्यो म निभाउँछु नि त्यो होइन तर हजुरले मलाई नेता जस्तो गरेर जहिले पनि टाढा राखेर भाषण माथि टेबलमा राखेर कुर्सीमा राखेर भाषण सुनाउनुहुन्छ नि त्यो म सक्दिनँ हजुर त्यो मेरो समाजको खिलाफ हो र मलाई सिकाएको मेरो समाजले सिकाएको मलाई संस्कार त्यस्तो छैन मेरो समाजले सिकाएको बहिनी नानी उता गर्नु मेरो समाजले सिकाएको भनेको आफू ठुलोलाई आदर गर्नु उहाँहरूलाई इज्जत गर्नु सम्मान गर्नु आफ्नो समाजलाई हेर्नु आफ्नो समाजमा भएको दुःखहरूलाई मेट्नु ती आमाहरूको आँसु पुस्नु त्यो अपङ्गलाई साथ बन्नु बुढा बाजेको लौरा बन्नु भनेर मलाई सिकाएको मेरो समाजले यही नै हो मेरो समाज यही नेपाली समाज हो तपाईँहरूको समाज हो तपाईँ हामीकै समाज हो यो समाजले सिकाएको मलाई संस्कार त्यही हो र त्यो संस्कारलाई म जहिले पनि जोगाउँछु जहिले पनि बचाउँछु यो हजुरलाई म विश्वास दिन्छु अब म भन्न चाहन्छु कि बल्ल अब मलाई भोट देऊ भन्छु किन टाइममा मैले बिर्सिँदो रहेछ कि भोट माग्नु भोट माग्नु घन्टीलाई कस्तो हुन्छ म कस्तो छु भन्दा अब हामी त तिम्रो लर बनिन्छ नि त भोट माग्दाखेरि त आउँदैन हामीलाई त होइन अब अर्को नेताले हजुर नमस्ते म यो बनाएको मलाई भोट दिनु है भनेर सुरुमा भन्छ मलाई आउँदैन त्यस्तो गर्नु अब मलाई आउँदैन त के गर्नु त मलाई आउँदैन त भन्नु पाएन होइन तिम्रो लर बनिन्छ तब मैले भन्नु पाएन र म झुटो बोल्नु तपाईँलाई झुटो
बोल्न आएको, मलाई आउँदैन आमा भनेपछि म आउँदैन आमा भनेर भनिदिन्छु। त्यही भएर जति पनि अहिले तपाईँहरूले देख्नुभयो यो मेरो विचारमा मेरो मनले बोलेको कुराहरू हो र अन्तिममा तपाईँहरूले भोट दिनै पर्छ। अब मलाई भोट दिएर तपाईँहरूले पठाउनु भयो भने म तपाईँहरूको इज्जत फाल्दिनँ, केही गर्दिनँ होइन, भ्रष्टाचार हुन दिन्न, भ्रष्टाचार गरेको मान्छेलाई म सम्हाल्छु होइन। त्यो त हजुरले देख्नै भएको छ होइन। तिमीलाई छान्नी गर्छु भनेर मलाई पाइनँ के चान्स, सोचे थिएँ अरूले गर्छ होला भनेर, तर आफै नपुग्यो केही नहुने रहेछ यो देशमा चाहिँ। आफ्नो नियत राम्रो हुनुपर्ने रहेछ क्या। त्यही भएर आफै जाने हो, आफै लड्ने हो, आफैले बनाउने हो, हामी सबैजना मिलेर बनाउने हो। देशको विकास अब देशको एकीकरण गोर्खाबाट सुरु भएको थियो, देशको विकास पनि अब गोर्खाबाट सुरु हुन्छ। ल यो घोषणा गरिदियो हजुरलाई है, धेरै धेरै